14 फाउन्डेसनमा आइदिनु हुने हाम्रो सारा सिक्किमको जनताहरूलाई पब्लिक यतिको चाहिँ हुनु पर्ने नि है मैले सोचे खतरा लगाएको थिएँ गर्लफ्रेन्ड चाहिँ नलेको आफूले आउँछ होइन होला हौ कहिलेदेखि हिजोदेखि नै होला है छिटो ब्रिज देख्नुहुन्छ अगाडि र गाडी कता लाउँदैछ बोले सबको यादमा है हामीले चाहिँ पाएन नि यस्तो हेलो गुड मर्निङ एन्ड खाम्री म तपाईँहरू सबैजनालाई र फेरि पनि आज मेरो नयाँ ब्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु र आज भने चाहिँ रम्फू निस्किँदै गरेको र आज 4 तारिक फेब्रुअरी 14 फाउन्डेसन डे एकदमै हाम्रो एसकेएम पार्टीले भव्य रूपले एकदमै रम्फू प्लेग्राउन्डमा मनाउँदैछ है र त्यसको लागि चाहिँ हामी निस्किँदैछ र नरे दाजुले यहाँ फ्ल्याग लाउँदैछ नरे दाजु गुड मर्निङ म फ्ल्याग मान्दैछु भाइ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ अघि भन्नु र नरे दाजुको चाहिँ ठुलो गाडी 10 जना क्यापेसिटी फुल छ है र मेरो सानो गाडी हो 4 जना र है अहिले देख्न सक्नुहुन्छ टाइम भएको छ तपाईँको 3:09 र अब चाहिँ हामी निस्किन आँटेको र आजको ब्लग चाहिँ तपाईँको रम्फू प्लेग्राउन्डको हुनेछ र के हुन्छ तपाईँलाई ब्लग मार्फत म सबै कुरो तपाईँलाई देखाउनेवाला छु है र तपाईँलाई भिडियो मन पर्नेमा लाइक सेयर कमेन्ट तपाईँले गरिदिनु सक्नुहुनेछ है र अब निस्किँदैछु है मेरो गाडी अघि स्टार्ट गरेर रेडी गरेको हुन्छ गाइस अब निस्केको अगाडि के हुन्छ तपाईँलाई देखाउँदै लानेवाला छु अहिलेको लागि बाई अहिले भने चाहिँ म यहाँ रङ्गित पुलमा आइसकेको छु यहाँ रङ्गित पुलमा चाहिँ हाम्रो दाजुहरू बिहानदेखि खटिरहेको छ यहाँनिर हाम्रो गाडीको टोकन बार्नुको लागि है र गुड मर्निङ दिल दाजु गुड मर्निङ भाइ गुड मर्निङ गुड मर्निङ केपी दाजु गुड मर्निङ भाइ गुड मर्निङ भाइ गुड मर्निङ ओ आज्ञा गुड मर्निङ गुड मर्निङ हाम्रो आयो खतरा छ है ल दाजु के भन्नु छ तपाईँलाई मेरोबाट एउटा सानो सन्देश नि फर्स्ट अफ अल त पासङ भाइलाई एकदमै तिम्रो पेजलाई चाहिँ एकदमै सबैले फलो गरिदियोस् भनेर म यो एकदमै सबैलाई म निमन्त्रण चलाउँदैछु अन्त अर्को कुरा के छ भने मलाई आज चाहिँ एकदमै खुसी लाग्यो किनकि मैले यो काम गरेको ट्रान्सपोर्टेसनमा काम गरेको छ कम्तीको पनि लगभग हामीले काम गरेको 10-12 वर्ष भयो तर फर्स्ट टाइम हो यो मेरो फोटो अपडेट भएको छ फर्स्ट टाइम हो यसमा चाहिँ म त अलरेडी नै खुसी छु तर मेरो टिमबाट चाहिँ छक्कै नै पऱ्यो आज क्या मेरो टिमले भन्दैछ अहिले आज त फोटोमा पनि देख्ने रहेछौ भनेर भन्दै थियो त्यसमा चाहिँ फर्स्ट अफ अल चाहिँ म यो पासङ भाइलाई एकदमै धेरै धेरै धन्यवाद किनकि तपाईँले सम्झेर फोटो अपडेट गर्नुभयो ताकि हामीले पनि पार्टीमा काम गर्दै रहेछौँ यति राति सबै पब्लिकको सुविस्ता जनताको सुविस्ता गर्दै रहेछ भनेर तपाईँले फोटो अपडेट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भाइ धन्यवाद तपाईँलाई र यो एडभान्स हो यो चाहिँ तल त्रिवेणी डाँडामा नि कुपन चाहिँ त्यहाँ छोडिदिनु यो एडभान्स ल तेल हाल्ने तपाईँलाई ल र यहाँबाट तेल हाल्ने एडभान्स र त्यो टोकन पनि यस्तो रहेछ यसपालिको है र धन्यवाद दाजु तपाईँहरूलाई बिहानै आइदिनु भएकोमा र अब निस्केको र अहिले भने चाहिँ हामीहरू आयो दाजु हामीहरू यहाँनिर हाम्रो दाजु यता हुनुहुन्छ पछाडि गोपाल दाजु र अहिले चाहिँ हामी लेक्सेप आइपुगिसकेको छ हामी जाँदैछ हाम्रो अगाडि समीर र हाम्रो सागर दाजु पनि छ दुईवटा गाडी र आगे यहाँ हुनुहुन्छ है हाम्रो सेल्स एक्जिक्युटिभ बडी हाम्रो गुम्पाबाट है र आज चाहिँ तल मजा आउँछ के भन्नु छ गोपाल दाजु केही भन्नु छैन अब हामी छिटो छिटो पुगेर अब यसपालिको डे चाहिँ साह्रो मजाले मनाइन्छ रमाइलो गरिन्छ नि मन हाम्रो खुसी छ उता लेक्सेपको मन्दिर पनि दर्शन गर्नुहोस् है तपाईँहरूले लेक्सेप क्रस भयो र अब अगाडि जाँदैछौँ है यहाँ अँधेरो छ र अब र अहिले भने चाहिँ हामी जोरथाङ आइपुगिसकेको छ अलिकति क्रस भयो है र गाडीहरू जाँदै रहेछ हल्का हल्का जाम रहेछ आज चाहिँ अलिक निकै छिटो आइपुग्यो जोरथाङ र टाइम भएको छ तपाईँको 4:55 म त 5 बज्ने रहेछ भनेको तर 5 बजेन तर अलिक अगाडि नै आइपुग्यो हामी कति 1.5 घन्टा लाग्यो आइपुग्नु लागेन है र आज अलिक छिटो र बाटो खुल्लाले गर्दाखेरि र यो अगाडि र अहिले भने चाहिँ मल्ली चेकपोस्ट काटिसकेको छ र मल्ली चेकपोस्ट चाहिँ हाम्रो 5:30 टक्कै काटे देख्न सक्नुहुन्छ टाइम र यहाँनिर कहिले पुग्छ भनिरहेको छ यहाँ र यहाँ अगाडि चाहिँ हाम्रो बेङ्गाल यतापट्टि चाहिँ ब्याक साइड चाहिँ हामीहरू आएको चाहिँ सिक्किम हो र अब यहाँ बेङ्गाल भएर हाम्रो बेङ्गालको चेकपोस्ट देख्न सक्नुहुन्छ वेस्टबाट साउथ हुँदै हुँदै चाहिँ वेस्ट बेङ्गाल र फाइनली अहिले चाहिँ हामी यहाँ किर्ने आइपुगिसकेको छ सधैँ रोक्छ है हामीहरू र यहाँ चिया खाजा खाएर जाने सर्ट टोइलेटहरू जाने है के छ केटाहरू
रघु दाजु ठिक छ आमा हो राति नै हिँड्यो क्या हो र अब चिया खाजा खाएर निस्किने हाम्रो टास्टिङ ग्रुप पनि रहेछ यहाँनिर रघु दाजु रहेछ चिया खाँदै रहेछ भुँडीले पनि शान्ति पाएला चिया पस्दा त अघि यहाँ तातो पनि खानुहुँदैछ 4टा चिया मगाएको र अब छिटो आइपुग्यो भन्दैन के खानु र अहिले भने चाहिँ रम्फू आइपुगिसकेको छ हामीहरू है र अत्तल छिटो ब्रिज देख्नुहुन्छ अगाडि र गाडी कता लाउँदैछ एक्ज्याक्ट याद चाहिँ भएन है एकछिन यहाँ सोध्नुपर्छ होला यो चाहिँ अत्तल छिटो ब्रिज र हामी चाहिँ आइपुगिसकेको छ है विमल न्यौपाने मायाले दिउँ सबलाई घृणाको साटोमा सबै स्वस्थ बनाऊ र हिँडौँ सधैँ सत्यको बाटोमा सिक्किम आमाको जहिले हित होस् सिक्किमे जनताको जहिले जित होस् सिक्किम आमाको जहिले हित होस् सिक्किमे जनताको जहिले जित होस् विकास र उन्नति घर घर पुगोस् यस्तै छ क्रान्तिकारी मोर्चाको सोच र अहिले भने चाहिँ हामी यता अटल छिटो ब्रिजबाट घुमेर यता तल पार्किङ भएको जग्गामा लाँदैछ र यहाँ चाहिँ फ्ल्यागहरू यस्तो दामी लगाएको रहेछ यहाँको युथहरूले र जाम पनि छ है बिहानै धेरै मान्छेहरू आइसक्नु भएको रहेछ अगाडि र अब अहिले भने चाहिँ मैले यता साइडमा आइबिएमको यहाँनिर गाडी राखेँ यता है यसलाई त आइबिएम भन्छ नि यो जग्गालाई अन्त तपाईँलाई आज प्रोग्रामको विषय कतिको एक्साइटेड छ गोपाल दाजु एकदम एक्साइटेड सिएम साहब भेट्ने आज अब म भेट्नु त पाउने होइन कि तर टाढै भएर त्यो त सस्ता पनि नसस्ता हुन्छ टाढाबाट त हामीले पनि दर्शन गरिहाल्छ नि र अहिले चाहिँ गाडी राख्ने जग्गा चाहिँ निकै टाढो है र हिँडेर जाँदैछ अब पर र के कसो हुन्छ है तपाईँलाई देखाउने बेला छु तर यसपालि चाहिँ गाडी चाहिँ हेभी रहेछ तपाईँको आम्मामा पुरा बोलाएको रहेछ तर हामी चाहिँ बिहान छिट्टो आइपुग्यो है र अहिले टाइम भएको छ 7 टक्कै भएको छ यो चाहिँ बेङ्गाल यतापट्टि सिक्किम र यो रम्फू चेकपोस्टको छेउ आइबिएम हो यो जग्गाको नाम चाहिँ र हेलो र अहिले भने चाहिँ यहाँ रम्फू प्लेग्राउन्डमा आइसकेको छु र यहाँ चाहिँ क्राउड चाहिँ देख्नु सक्नुहुन्छ हेभी मान्छे चाहिँ पहिलाभन्दा चाहिँ धेरै रहेछ मान्छे आज खानामा लाइन लागेको होइन पर र अहिले खाना खानेमा लाइन लागेको रहेछ यहाँनिर भेज लाइन खानाको नम्बर वाइज रहेछ र हामी चाहिँ अब बिहान चाहिँ अब मासु नखाने भेज खाने खाना त्यसले गर्दा कहिलेदेखि हिजोदेखि नै होला है यहाँ दिदीहरू खटिरहनु भएको रहेछ एकदम भेज खाना आज होइन होस् सुन्न र भेज खाना लिइसकेको छु र यहाँनिर दिदीहरू खटिरहनु भएको रहेछ हाम्रो आगे लिनुहुँदैछ लिनुभएको रहेछ भेज खाएको बिहानै बिहान चाहिँ भेज राम्रो खानु मासु चाहिँ मलाई भेज चाहिँ अलिकति र यहाँ हाम्रोमा आइहरूले खानुहुँदैछ हाम्रो भीम दाजु सकेछ त फेरि एक रनिङ जाउँ होइन र हामी लिँदा चाहिँ यहाँनिर देख्नु सक्छौँ क्राउड चाहिँ हेभी रहेछ पहिलाभन्दा बेसी बोलाएको छ यसपालि र अहिले चाहिँ हामीहरू यहाँ सेल्फी कर्नरको त्यहाँ खानाहरू पनि लन्चहरू पनि लिइसक्यौँ है र सेल्फी कर्नरमा फोटो खिचौँ भनेको यस्तो क्राउड लागिरहेको छ पर हो जान्छै छैन अन्त यो मान्छे पनि भेटेको छ हो को आएको हाम्रो प्रेसिडेन्ट साहबबाट आएको छु पञ्चायत प्रेसिडेन्ट
होइन गर्लफ्रेन्ड चाहिँ नलिएको आफूले आउँछ होइन होला हौ सिङ्गल हौ सिङ्गल सिङ्गलमा मर्नु हुँदैन हेलो कति बेला आयो बिहानै आएको 1 बजी र हाम्रो गाउँको केटाहरू हो अन्त यहाँनिर अहिले यसो भेट्यो मजा आइरहेछ यहाँनिर आज फाउन्डेसन डेमा एसकेएम फाउन्डेसन डेमा रम्फू मजा गर्नु आएको अरू अरू के भन्नु आज र मजै छ मान्छे बेसी रहेछ तपाईँको यहाँनिर सो मेनी डिस्टर्बेन्स हौ छ्या खोइ अन्त उयो टी सर्टहरू पाएन पाइन यो भर्खर आएको ए हो मैले त्यो अघि भनेको थिएँ मैले जम्पर एउटा प्राउड चाहिँ पहिलाभन्दा चाहिँ आज निकै ज्यादा रहेछ तपाईँको खाना छ आज खानाको लाइन यति बेसी हो अन्त यहाँनिर आउँदैछ फेरि मैले स्पेसल पर्सनलाई भेटाउनु गइरहेको छु हाम्रो एसकेएम दर्पणको के पो दादा तपाईँलाई एसकेएम दर्पणको के पो दर्पण हो होइन ल हाम्रो रिसक दाजु जयमसी कति बेला आउनुभएको ए हो कतिजना म आगेहरू लिएर आएको हुन्छ हुन्छ कास्टिङ ग्रुप यहाँ चाहिँ हाम्रो चस्मा चाहिँ खतरा लगाएको अहिले भने चाहिँ म यहाँ स्टेजको अगाडि आएको छु है सोसियल मिडियाको साथीहरू जहाँ जहाँ ड्युटी लगाएको छ र्याली कभरेज गर्नु चाहन्छु जति पनि सोसियल मिडियाको साथीहरू हुनुहुन्छ र्याली कभरेज गर्ने निम्ति गइदिनु र अहिले भने चाहिँ यहाँनिर पानीपुरीको लाइनमा आएको छौँ फुच्काको लाइनमा फुच्का खानुको लागि राम्रोसँगले खाऊ है बिगार छ पुरा गुलिएर छ तर खाइसक्यो पुरा गुलिएर छ अघि खाएको आमा टिका लाग्यो दामी दामी र अहिले पानीपुरीको लाइनमा यहाँ कति बेला आयो जय सिएम कति बेला आएको अघि कति 7 बजी टक्क आइपुगेको 7 बजी 4:30मा हिँडेको 7 बजी टक्क आइपुगे यता के अरे हामी भने ढिलो आइपुगेछ अन्त मैले फोन गर्दा तिमी कहाँ थियो भन्यो यहाँ बल्ली लाग्यो भन्यो र अहिले यहाँ सुन्तला भएको छ यहाँ सुन्तला पनि बेच्दै रहेछ यतिको चाहिँ कति भन्नुभयो 150 फ्रेस सुन्तला रहेछ यहाँनिर हेलो नमस्कार जय एसके यतिको चाहिँ हुनु पऱ्यो नि है कहिले आउनु भएको हिजो हिजै आएको हामी चाहिँ आन्टीहरूले हिजो आउनु भएको रहेछ यहाँनिर जय एसके हिजो आउनु भएको यसो एउटा के ब्लग हो तपाईको मेरो छिरिङ सम्झेउ ए म मधु चम्ने तपाईँको हेरिबस्छु त म थ्याङ्क यू हेर्नुहुन्छ रे फलो बोलाउनु छ आज प्रोग्राममा कतिको एक्साइटेड हुनुहुन्छ हामी एक्साइटेड भएर चाहिँ दिल्ली नगरी आएको ए हो आउने पनि कति खुसीको दिन आएको अब सबै साथी काट्नु लागि अब नाच्नुपर्छ बर आफै डान्स गर्नुपर्छ नि मन हाम्रो खुसी छ मन हाम्रो खुसी छ बोलेको सरकारमा बोलेको सरकारमा र गाइस मैले चाहिँ स्पेसल पर्सन हाम्रो मिस्टर जोजो भेटिसकेको छु यहाँनिर हेलो ठिकै हुनुहुन्छ नमस्ते एकदम नमस्ते अचानक यसरी भेट्नु
हस् थ्याङ्क तपाईँको यू भिडियो थ्याङ्क यू छिरिङ भाइलाई पनि छिरिङ भाइको पेज छ फलो गरिदिनु होला है सबैजनाले लाइक कमेन्ट गरिदिनु होला है उहाँलाई अचानकमा भेटेँ है र जति पनि आज 14 फाउन्डेसन डे सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको 14 फाउन्डेसनमा आइदिनु हुने हाम्रो सारा सिक्किमको जनताहरूलाई पब्लिकहरूलाई म मिस्टर जोजोको तर्फबाट एकदम लाखौँ लाख धन्यवाद दिन चाहन्छु हस् थ्याङ्क यू भने चाहिँ अहिले चाहिँ यति बेसी मान्छे भइसकेको छ आएर म चाहिँ यता र उता हिँड्दा भइसक्यो यहाँनिर यो सेल्फी कर्नरमा फोटो खिच्नु पनि पाएन बेसी भिड भएर मन हाम्रो खुसी छ आज मन हाम्रो खुसी छ बोलेको सरकारमा मैचेङ बोलेको सरकारमा मन हाम्रो खुसी छ आज मन हाम्रो खुसी छ एसकेएम सरकारमा मैचेङ एसकेएम सरकारमा सधैँ हामी छौँ तिम्रो साथमा लासो सधैँ बस्नु है हाम्रो साथमा मन हाम्रो खुसी छ आज मन हाम्रो खुसी छ बोलेको सरकारमा मैचेङ एसकेएम सरकारमा बल्ल जामबाट हामीहरू यो भिडको जामबाट निस्केर यहाँ माथि मेन रम्फू बजारमा यहाँनिर स्ट्यान्डको छेउमा आएको छु र चाहिँ हाम्रो गाउँको केटाहरू पनि भेटेको छु टेम्पो छ यहाँ यो मान्छे छ हेलो भनिदिउँ न हेलो भाइ छ हेलो भाइ अब कति बेला फर्किने अब छिटो फर्किने यो र बल्ल चेप्टिँदा गरेर निस्केर आयो अब खाजासाजा खाएर यहाँबाट निस्किने हो र पुगाइ कति बजी हुन्छ एकछिन यहाँ अझै देख्नु सक्नुहुन्छ गाइस अहिले फेरि पनि यहाँ सरप्राइज है हाम्रो आगे भाइ छौँ एकदम भेटेको छु यहाँनिर हेलो भाइ के हो भन्छ आज त मिसन 29 पिएस बोले बोले सबको यादमा है हामीले चाहिँ पाएन नि यस्तो यो चाहिँ राइडर्स होला दिँदो रहेछ कि म भाइको लागि पनि ल्याइदिएको भए बाइक राइडर्सको लागि बोले सबको तर्फदेखि गिफ्ट दिन्छ हामीलाई हो हामी एकसौ टास्टिङलाई रिप्रेजेन्ट गर्दै हो रम्फू बजारमा है सन्डे डेमा इन्जोय गर्दै हो कङ्ग्रेचुलेसन आयो तपाईँलाई थ्याङ्क यू सो मच त्यसको लागि थ्याङ्क यू सो मच तपाईँको लागि र अहिले भने चाहिँ म चाहिँ
रम्फू प्रोग्राम एटेन्ड गरेर पनि है अब निस्किँदै गरेको र अझै प्रोग्राम त सकेको छैन, प्रोग्राम लामै छ र म चाहिँ किन निस्केको भन्दा अब टाढो बाटो है, त्यसले गर्दा घरमा अलिक काम पनि छ है र हामी सबैजना निस्किनु भयो, त्यसले गर्दाखेरि चाहिँ अब निस्किने गाडी लिनु जाँदैछु है र जाम पुरा छ छन्नु चाहिँ माथि रोडमा मेन रोडमा निस्किनु कति टाइम लाग्छ याद भएन है र मैले गाडी राखेको जग्गा चाहिँ यहाँ पर हो। Let's go.